दर्शकहरू नमस्कार, धेरै धेरै स्वागत छ। म सन्तोष देउसा। यति बेला हामीसँग साउदीबाट आफ्नो समस्या लिएर प्रत्यक्ष भिडियो कलमा एकजना हाम्रो नियमित दर्शक आउनु भएको छ, पीडित आउनु भएको छ। आउनुहोस्, उहाँको समस्या के हो यो बुझौँ। नमस्कार। नमस्कार सर। तपाईँको परिचय दिनुहोस् त, कहाँबाट को बोल्नुभएको? म साउदीबाट हो। घर चाहिँ भन्नुभएको छ मेरो तेह्रथुम जिल्ला सिर्जुङ गाविस वडा नम्बर साबिक असिने 4 भन्नुपर्छ सर। के नाम तपाईँको? पूर्णकुमार तामाङ। पूर्णजी, तपाईँको समस्या के हो भन्नुहोस् न। समस्या मेरो चाहिँ के भन्नुपर्छ भने सर, अब श्रीमती पैसा लगाएर फारी हुनुपर्छ सर। तपाईँको श्रीमती पैसा बोकेर फारी हुनुपर्छ सर। ए, यो कहिलेको घटना हो पूर्णजी? यो भनेको चाहिँ 2077 असोज 28 गतेको दिनको कुरा हो सर। ए, तपाईँको घरमा चाहिँ को हुनुहुन्थ्यो? घरमा बच्चा मात्रै हुनुहुन्थ्यो, मेरो घरवालाकै हुनुहुन्थ्यो, छुट्टिएको थिएँ म सर। बच्चा कतिवटा तपाईँको? बच्चा एकजना 8 सालको बच्चा छ सर। छोरा कि छोरी? छोरा सर। अनि अहिले तपाईँको छोरा चाहिँ कहाँ छन् त बच्चा? ओ अहिले पर बुवा आमा अलिक टाढो हुनुहुन्छ, बुवा आमा पर टाढो हुनुहुन्छ, त्यही पर बुवा आमाको साथमा अहिले राखिन्छु सर। अनि पूर्णजी, तपाईँको श्रीमती घरबाट यत्तिकै निस्किनु भएको कि अरूसँग विवाह गरेर जानुभएको के हो? त्यो थाहा छैन सर, के हो त्यो मलाई थाहा छैन। के भएको पैसा लगाएर अब भाग्नु भएको छ, कहाँ जानुभएको छ थाहा छैन सर। दर्शक, श्रीमती बिचमा हेर्नुहोस् त, आर्थिक कारोबारमा यस्तो धेरै तपाईँको कति जति पैसा भन्नुहोस् त? पैसा भनेको चाहिँ मेरो चाहिँ 39,400 रुपियाँ छ। 1,39,400। 1,39,400 रुपियाँ। हजुर। अनि मालदाईले पठाउनु भएको बुवा मम्मीको लागि घर खर्च, उसको लागि छोरछोरीको लागि घर खर्च मालदाईले पठाउनु भएको 27,880 रुपियाँ पैसा सर। अनि यति थोरै पैसामा पनि अनि श्रीमतीले त्यसरी छोडेर भाग्छन् भन्ने तपाईँलाई लागेको थियो त? मलाई थिएन सर, यस्तो लागेको थिएन मलाई। अनि भयो के त फेरि यो? तपाईँको श्रीमती अरू कसैसँग लाग्नु भएको भनेको तपाईँले थाहा पाउनु भएको थियो? थिएन सर, यो चाहिँ मैले अहिलेसम्म चाहिँ थाहा थिएन। अब यहाँ भनेपछि 2077 सालमा 2077 भनेपछि म अहिले आएको यहाँ साउदीमा आएको चाहिँ अहिले 18 महिना भइरहेछ सर। अब यति जेलसम्म चाहिँ मलाई थाहा थिएन, अहिले चाहिँ थाहा भयो सर। अनि तपाईँ साउदी गएको 18 महिना, त्योभन्दा पहिला नि तपाईँ विदेश बस्नुभयो? पहिला पनि विदेश बसेको सर। ए, अनि तपाईँको घर तपाईँ छुट्टिएर बस्नु भएको थियो आमा बुवासँग? हजुर, म छुट्टिएर बसेको छु सर। अनि श्रीमतीले अर्को बिहे त गर्नुभएको होइन नि? भन्ने कुरा चाहिँ अब अर्कैसँग गरे भन्ने कुरा चाहिँ छ सर। यथेष्ट प्रमाण छैन तपाईँलाई? त्यस्तो कन्फर्म छैन? प्रमाण छैन सर, प्रमाण छैन सर। अनि तपाईँले अहिलेसम्म पठाएको पैसा त्यति 1,39,000 कि पछिल्लो समयमा पठाएको? होइन, टोटल चाहिँ सर भन्नुपर्छ 4,04,00,400 रुपियाँ सर। तपाईँसँग त्यो प्रमाण छ नि होइन पठाउनु भएको? छ। पूर्णजी, तपाईँ अहिले साउदीमा हुनुहुन्छ? हजुर, म साउदीमा छु सर। साउदीमा के काम गर्नुहुन्छ? साउदीमा बिल्डिङ कन्टिन्यू सर। ओहो, दुःख छ एकदम। साह्रै दुःख सर। मैले घरको पनि मलाई टेन्सन यस्तो हुँदाखेरि साह्रै दुःख छ सर, साह्रै। के गर्नुपर्ने सर? मलाई मेरो आराम छैन, मलाई भात पनि छैन राम्रो, मलाई निन्द्रा पनि छैन सर। के गर्नुपर्ने? म साह्रै पीडित पनि छु सर, साह्रै पीडित छु म। तपाईँले मेरो घरमा जानुहोस्, तपाईँले देख्नु नि हुन्छ। साह्रै पीडित छु सर। यस्तो पीडित त म जिन्दगीमा नि भएको पनि छैन। साह्रै पीडित छु। यस्तो पीडित भएको बेला श्रीमतीले पनि मलाई यस्तो गर्नुपर्छ, पछि तलासमा गरिदिनुहुन्छ होला सरले। अब भनेर यसो मैले आशले चाहिँ सरहरूलाई यसो खोजिदिनु गरेको सर। तपाईँको क्यामेरा अफ भयो? हजुर सर। क्यामेरा अन गर्नु त तपाईँको? हजुर। क्यामेरा अन गर्नु त? क्यामेरा
भने छ सर तपाईँ रुनु भएको होइन छैन सर के गर्नु सर रुनी त पर्छ रुनै पर्छ नि सर के गर्नु दुःखी छु सर छोराले के भन्छ फोनमा छोराले भन्नुहुन्छ मम्मी त रातभरि पनि फोनमा बोल्नुहुन्छ मलाई भात पनि दिनुहुन्न भन्नुहुन्छ सर रातभरि तपाईँसँग त बोल्ने होला रातभरि मसँग त बोल्दैन अर्कैसँग को बोल्दछ सर अर्कैसँग नानीले त्यसो भन्नुहुन्छ तपाईँ बोल्दाखेरि उहाँ राम्रोसँग बोल्नुहुन्थ्यो मसँग पनि त्यति राम्रो चाहिँ अब 2-3 महिना भयो राम्रोसँग नबोलेको सर किनभने साह्रै झर्किन्थ्यो फोन गर्दाखेरि किन फोन गर्नुभएको तल फ्यालिदिन्छु मोबाइल सबै फुटाएर भन्ने कुराहरू शब्दहरू आउँथ्यो सर ए श्रीमानले फोन गर्दाखेरि पनि त्यस्तो भन्ने हजुर त्यस्तो आउँथ्यो सर अब मैले चाहिँ किनभने यहाँबाट हप्ता दिन महिना दिन नगर्थेँ सर किनभने अब त्यस्तो मैले गर्दा पनि अब एक दिन गर्दाखेरि मलाई त्यस्तो गर्ने अब फोन किन गर्ने म फ्यालिदिन्छु मोबाइल सबै भनिदिने सर तपाईँले दुःख गरेर कमाएर पठाउनुहुन्छ घरमा तर आफ्नो श्रीमतीसँग राम्रोसँग बोल्न पाउनु भएन चाहिँ तपाईँ धेरै पीडा भएछ पूर्णजी तपाईँलाई त मलाई धेरै सर धेरै पीडा छ म किनभने यसको चाहिँ मैले अन्याय पाउनै पर्छ सर न्याय पाउनुपर्छ मैले न्याय पाउनै पर्छ सर हुन्छ हामीले गर्ने त तपाईँको श्रीमतीको फोटो सार्वजनिक गरिदिइरहेको छौँ अहिले स्क्रिनमा देखाइरहेको छु तपाईँको श्रीमतीको नाम के भन्नुभयो आशिका तामाङ आशिका तामाङ तपाईँ गुरुङ हो तामाङ सर तपाईँ पनि तामाङ हो पूर्णआधार तामाङ ल ठिक छ आशिकाजी तपाईँले हामीलाई अहिले हेरिरहनु भएको छ भने तपाईँको श्रीमान अहिले साउदीबाट हामीसँग रुँदै फोनमा आउनु भएको छ रुँदै भिडियो कल गरिरहनु भएको छ यो त तपाईँप्रतिको यो माया हो नि तपाईँप्रतिको स्नेह हो नि अहिले पनि श्रीमतीको अति नै माया लाग्छ पूर्णजी मलाई धेरै लाग्छ सर मलाई त लाग्छ तर किनभने मलाई अब त्यस्तो किनभने मलाई फारिद नै गरेर ऊ जानुभएको मलाई चाहिँ किनभने ऊ चाहेन मलाई नचाहेको अब उसले चाहिँ मलाई छोडेर जाने चाहिँ मलाई चाहेन सर मेरो चाहिँ किनभने अन्य चाहिँ मलाई चाहियो अब मलाई मेरो चाहिँ त्यति चाहिँ अब मेरो पैसा चाहिँ मेरो लगत चाहिँ मेरो चाहियो सर तपाईँको श्रीमती यदि काहीँ अप्ठ्यारोमा पो पर्नुभएको छ कि नै त्यो चाहिँ अब त्यो बुझ्नै पर्छ सर यो चाहिँ किनभने होइन अब मैले तपाईँको विवाह भएको कति वर्ष भयो पूर्णजी तपाईँको मेरो बिहा भएको 9 वर्ष हो सर 9 वर्ष भयो भनेपछि तपाईँको प्रेम विवाह हो कि माघी विवाह हो मेरो प्रेम विवाह हो सर त्यसरी धुरन्धर लभ गरेर प्रेम गरेर ल्याउनु भएको श्रीमतीलाई यति सानो कारणमा तपाईँ किन छोड्ने फेरि यो चाहिँ अब उसलाई नै सोध्नुपर्छ सर यो चाहिँ मैले किनभने उसले चाहिँ मैले अब धोका दिएको होइन सर किनभने हामी माया प्रीति भएर बसेर लिएर आएको अब आफ्नै विचारले आफ्नै खुसीले आएको सर हामीले गरिखाएको अबले सर यो चाहिँ उसले नै बुझ्नुपर्छ सर मैले चाहिँ बुझ्ने कुरा चाहिँ होइन तपाईँले अब उसलाई स्वीकार्नुहुन्न घर आयो भने म चाहिँ स्वीकार्नेवाला चाहिँ छुइनँ सर किनभने मेरो चाहिँ अन्य चाहिँ पाउनुपर्छ म चाहिँ उसले चाहिँ स्वीकार्नेवाला चाहिँ म छुइनँ सर तपाईँले न्याय पाउनुपर्छ अन्याय भन्दा तपाईँ न्याय पाउनुपर्छ सर किनभने मेरो लगानी लागेको अन्य चाहिँ मैले पाउनुपर्छ किनभने उसले चाहिँ अब ऊ चाहिँ मलाई छोडेर फिर्दै गरेर मैले जानुभएको चाहिँ अब मलाई चाहिँ किन चाहिँ म चाहिँ राख्ने मवाला छैन सर पूर्णजी तपाईँले त्यो तेह्रथुमको नजिकको प्रहरी कार्यालयमा पनि उजुरी दिनुभयो निवेदन दिनुभयो हजुर हजुर दिइसकेको छु सर तपाईँको कसले दियो त्यहाँ निवेदन चाहिँ निवेदन चाहिँ मनकुमार तामाङ छ सर नाम ए को तपाईँको दाइ कि भाइ उहाँ मेरो काका सर तपाईँ काकाले दिनु भइसक्यो नि त हजुर हुन्छ पूर्णजी मलाई तपाईँको कुरा सुनेर धेरै दुःख लाग्यो मैले वैदेशिक रोजगारीमा गएका धेरै दाजुभाइहरूको किनभने म पीडित मान्छेलाई सर म पीडित पनि हो अब दुःखी पनि छु सर मैले मेरो घर देख्नुहुन्छ तपाईँले मेरो घर पीडित म दुःखी नै छु दुःखी भएर म परदेश म खाडी मुलुकमा अहिले कमाइरहेको छु अहिले किनभने पहिला पनि मैले 2 साल बसेर गएको सर साउदीमै बसेर गएको यो अल्कासिन भन्नेमा छु अहिले चाहिँ पहिला चाहिँ भन्ने म जिजान भन्नेमा थिएँ सर किनभने अहिले चाहिँ म धेरै पीडितमा छु सर म यस्तो छु किनभने 18 महिना चलिरहेको छ सर मेरो वर्ष दिन पुगेको छैन 2 वर्ष पुगेको छैन 2 वर्ष पुग्दा त म घरमा पनि आउन सक्थेँ ल सर किनभने अहिले चाहिँ छुट्टी पनि हाम्रो दिँदैन सर
तपाईँको मैले कुरा सुने वैदेशिक रोजगारीमा गएका धेरै नेपालीहरू धेरै दाजुभाइहरूको मैले समस्या तपाईँको माझमा राखिरहेको छु दर्शकबिन। श्रीमतीलाई अधिक विश्वास गरेर तपाईँहरूले चाहिँ पैसा पठाउनु भएको हुन्छ घर परिवार सम्हाल है भनेर, तर श्रीमती बदमास निस्किएपछि त्यति बेला समस्या आउँदो रहेछ। जस्तो अहिले पूर्णजीलाई आइरहेको छ। पूर्णजी, तपाईँ आफ्नो श्रीमतीलाई के भन्न चाहनुहुन्छ अहिले उहाँले हेरिराख्नु भएको छ भने अन्तिममा? उहाँलाई चाहिँ म के भन्छु भने अब मेरो चाहिँ अन्य चाहिँ मैले पाउनुपर्छ। अब उसले चाहिँ अब किनभने मैले सोच्नै नसोचेपछि त अब मैले त सोच्ने कुरा नै भएन उसलाई त सर। यदि उहाँ चाहिँ कहीँ गएर अप्ठ्यारोमा फस्नु भएको अवस्था हो भने चाहिँ तपाईँले उहाँलाई स्वीकार्ने कि नस्वीकार्ने? यहाँ चाहिँ अब सर अब त्यसको चाहिँ मलाई किनभने पुरा रिपोर्ट चाहिन्छ, त्यसको चाहिँ रिपोर्ट पुरा चाहिन्छ सर। त्यो पुरा रिपोर्ट भयो भने मैले चाहिँ रिपोर्ट छैन भने चाहिँ सर म सक्दिनँ त्यसलाई। पूर्णजी, किनभने तपाईँको छोरा पनि छ 8 वर्षको होइन? हजुर। छोराको पनि त मुख हेरेर भयो नि, तपाईँ स्वीकार्नु पर्ने हो कि? नै सर, त्यसको लागि त छोराको लागि त म छँदैछु। अब उसको लागि उसले नै गरी खानु गएको मान्छेलाई चाहिँ म किन स्वीकार्नु त सक्छु र सर। उसले खोजी खानुले अब चाहिँ अब भनेर उसले चाहिँ भनिसकेको छ। उसको बहिनीलाई बाउ आमालाई फोन गरेर भनिसक्नु भएको छ सर। ए के भनेछ फोन गरेर? उसको बहिनीलाई चाहिँ के भन्नुभयो रहेछ भने म चाहिँ हिँडेको हो, बहिनी मलाई खोजी नगर्नु भनिसकेपछि सर मैले त खोजी गर्ने नै भएन उसले त। ए मतलब बिहे गरेर हिँडेको? हजुर। ए अर्कोसँग बिहे गरेर म हिँडेछु कि मेरो खोजी नगर्नु भनेर उहाँले भन्नुभयो बहिनीलाई? हजुर हजुर। ल अब तपाईँ के भन्न चाहनुहुन्छ अन्तिममा श्रीमतीलाई भन्नुहोस् त? नै मेरो चाहिँ अब किनभने म चाहिँ पीडित मान्छेलाई अब पीडित मान्छे मेरो चाहिँ लगानी लागेको मैले चाहिँ अन्य चाहिँ मैले पाउनुपर्छ सर। किनभने उसले अब मेरो चाहिँ अब अन्य चाहिँ मैले पाउनुपर्छ। अब गाउँघरमा चाहिँ कति खर्च गरेछ त्यो चाहिँ मैले अब बुझेको छुइनँ सर। अब त्यो चाहिँ बुझ्नु बाँकी नै छ, कति ऋण गरेछ सर त्यसको लागि चाहिँ मैले बुझ्नु बाँकी नै छ होइन। अब त्यसमा गाउँघरको ऋण कति गरेर लानुभएको छ त्यो चाहिँ उसले सबै तिर्नुपर्छ। अब मेरो लगानी कति लागेको छ त्यो चाहिँ उसले सबै तिर्नुपर्छ सर। त्यो चाहिँ अन्य चाहिँ पूर्णजी तपाईँलाई धन्यवाद छ, विदेशबाट आउनुभयो सम्पर्कमा, धन्यवाद है त। हजुर धन्यवाद धन्यवाद। उहाँ हुन्थ्यो पूर्ण तामाङ दर्शकबिन। अहिले हामीसँग चाहिँ साउदीबाट जोडिनु भयो। उहाँको श्रीमतीले केही रकम सहित उहाँ चाहिँ छोडेर जानुभएको भन्ने कुरा उहाँले राख्नुभयो। यस्तो किन हुन्छ? अझ वैदेशिक रोजगारीमा गए दाजुभाइलाई किन यस्तो हुन्छ होला? म भन्न चाहन्छु उहाँको श्रीमतीलाई, तपाईँले जे गर्नुभयो यो गलत गर्नुभयो। श्रीमानले विश्वासमा तपाईँलाई छोडेर जानुभएको थियो, छोरासहित धेरै गल्ती गर्नु तपाईँले। आजलाई म बिदा हुन्छु। पूर्ण तामाङजीको श्रीमतीको हामीले स्क्रिनमा फोटो देखाइरहेका छौँ। जो कसैले पनि उहाँलाई भेट्ने देख्नेहरूले चाहिँ खबर गरिदिनु होला, किनभने यो प्रहरीमा रिपोर्ट पनि गइसकेको अवस्थाले गर्दाखेरि भन्दै आजलाई म बिदा हुन्छु दर्शक। नमस्कार, तपाईँ सबैको जय होस्।